2080 श्रावण 9 गते सौर्य एयरलाइन्सको जहाज 34 दिनदेखि ग्राउन्डेड थियो। त्यो मर्मत गरिराखेको जहाजलाई जबरजस्ती क्यानको महानिर्देशकले खुरुक्क चाहिने पोखरा जाने होइन भने तिमीलाई चाहिँ ब्ल्याकलिस्ट गरिदिन्छु भनेर धम्काए। उसलाई त्यहाँबाट धमाउने कामहरू भयो। कम्तीमा जहाजलाई पोखरा मर्मत गर्न जाँदाखेरि कम्तीमा त्यसमा चाहिने 18 जना पेसेन्जर हाल्न मिल्छ कि मिल्दैन? नियामक निकायले हेर्न पर्छ कि पर्दैन? उसले हेरेको छैन। त्यसले गर्दाखेरि यो दुर्घटना भएको छ। त्यति मात्र नभएर 4 वर्षको बच्चालाई समेत त्यहाँ चाहिने पेसेन्जर बनाएर लगिएको छ। कार्गो जहाज बिग्रेको सामानहरू समेत त्यो जहाजमा हालेर लगिएको छ। त्योभन्दा दुर्दशा अरू के हुन सक्छ? त्यसो भएको हुनाले म मान्य मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु, जुन चाहिने जहाज दुर्घटना भएको छ कानुनी व्यवस्था अनुसार कम्तीमा पनि जहाज आएको सदस्य 15 वर्ष अनुभव हुनुपर्छ। तर त्यहाँ 15 वर्ष अनुभव नभएको मान्छेलाई त्यो चाहिने छानबिनमा राखिएको छ। त्यसो भएको हुनाले यी सबै कुरालाई मध्यनजर गरेर जुन अघि मात्रै अमरेश मान्यजीले भनिसक्नु भएको छ, जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो। हो, बनाइयो, मेरै पालामा बनेको। तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो भनेर, साधु भनेर थाहा त हुँदैन। त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। एउटा हिन्दीमा एउटा कहावत छ, हमें तो अपनों ने लूटा गैरों में कहा था दम, मेरी किस्ती थी डूबी जहाँ पानी था कम। यही हुनाले यो समस्या उत्पन्न भएको। र अन्तमा म भन्न चाहन्छु, यहाँ उपस्थित भएका आदरणीय मान्यज्यूलाई म अनुरोध गर्न चाहन्छु, भैरवामा एकचोटि हेरौँ न। पोखराको त टेलर मात्रै हो, फिल्म हामी भैरवा हेरौँ न। त्यहाँ भैँसी चरिराखेको छ, हजारौँ भैँसी त्यहाँ एयरपोर्टमा भैँसी चरण भएको छ। त्यति मात्रै नभएर त्यहाँ माछा मारिराखेका छन्। अनावश्यक राज्यलाई लोड थप्ने गरी चाहिने जुन एयरपोर्ट चाहिने भार थपिएको छ, 23 अरबको जग्गा चाहिने खरिद गरेर त्यहाँ भ्रष्टाचार गरेको छ। यो पनि म मान्यज्यूलाई अनुरोध गर्दै आफ्नो भनाइ यही अन्त गर्छु। धन्यवाद, नमस्कार। मान्यज्यूहरूलाई म अलिकति तपाईँहरूको नलेजको सम्मान गर्दै के भन्न चाहन्छु भने, यहाँ बस कस्तो भयो भने हाम्रो चाहिँ यो नेपाली आकाश साँच्चै असुरक्षित छ। जहाज चढ्नु मूर्खता हो, मरिहालिन्छ। कोही पनि नेपालको जहाज आकाशमा जहाज नचढ भन्ने सन्देश दिन खोजेको जस्तो छलफल मलाई लाग्यो। मान्य सभामुख महोदय, थर्ड टाइम दिनु होला, त्यस्तो होइन हो। दुर्घटना धेरै ठाउँमा भएका छन्। नेपालमा पनि 105 वटा दुर्घटनाबाट 1000 मानिसहरूको ज्यान गएको छ। यो संवेदनशील विषय हो। तर म यहाँहरूलाई निवेदन गर्न चाहन्छु कि आइकाओले गरेको सेफ्टी अडिटमा हामीले 73% अङ्क प्राप्त गरेका छौँ। यो भनेको वर्ल्ड वाइड औसत 63% हो। 63% को वर्ल्ड वाइड औसत सेफ्टी अडिटमा प्राप्त गर्ने दुनियाँका देशहरू छन्। त्यसभन्दा हामी धेरै माथिको अङ्कमा 73% छौँ। र पछिल्लो 2022 को अडिटले पनि हामीलाई त्यति धेरै नेगेटिभ देखाएको छैन। यो हाम्रो गर्वको कुरा हो। हामी जस्तो एउटा पार्लियामेन्टमा बसेर हामी आत्मभर्सना गर्छौँ कि भएका पोजिटिभ कुराहरूलाई त्यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने कुरा गर्छौँ। मान्यज्यूहरूको म ध्यान आकर्षण गर्न चाहन्छु, यति राम्रो पोजिटिभ कुरा छ। 1 करोड प्यासेन्जर आज नेपाली आकाशमा बाहिर जाने, भित्र आउने गरिरहेका छन्। यो सामान्य कुरा होइन, यति ठुलो लगानी छ। त्यसैले हामीले बोल्दा, हामीले छलफल गर्दा यो सेन्सिटिभिटीलाई पनि ध्यान दिउँ भनेर मैले यहाँहरूलाई भन्न चाहन्छु। मैले सकिहालेँ सभामुख महोदय। अब यस सन्दर्भमा यति मात्रै भनेर म बिदा हुन्छु। एयरबस हामीले युरोपियन देशहरूबाट किन्छौँ, बोइङ हामीले अमेरिकन कम्पनीबाट किन्छौँ। नेपालको जहाजहरू उडाउने युरोपियन पाइलटहरू छन्, अमेरिकन पाइलटहरू छन्। उनीहरूले नेपाली आकाशमा जहाज उडाएका छन्। उनीहरूको देशबाट किनेको जहाज यहाँबाट जापान उड्छ, अस्ट्रेलिया उड्छ। जापान अस्ट्रेलिया पनि धेरै सम्पन्न मुलुकहरू हुन् सेफ्टीको हिसाबले। सकिन्छ अब महोदय यति भन्न दिनुहोस्। यो भन्नु पनि पर्छ कि यो कुरा चाहिँ जापान अस्ट्रेलिया जस्तो मुलुकमा हाम्रा जहाज उड्ने, युरोपियन मुलुकमा हाम्रा जहाज नउड्ने कुरा के साँच्चै सेफ्टीको मात्रै कुरा छ कि पोलिटिक्स पनि छ? यो कुरा ध्यान दिउँ। म यति कुरा भनेर बिदा हुँदैछु। र यो ऐन छिटोभन्दा छिटो हामीले अगाडि बढाउँ र यो ऐन बढेपछि हामी एक कदम अगाडि बढ्छौँ। हाम्रो युरोपियन युनियनमा, अमेरिकन आकाशमा हाम्रो जहाज जान्छ कि जाँदैन त्यसपछि हामी परीक्षण गरौँला। तर यो ऐन हामीलाई चाहिन्छ। कर्मचारीका केही सन्देहहरू छन्। कर्मचारीहरूको सेवा सुविधालाई
कमजोर नहुने गरी म त के प्रस्ताव मान्य गर्छु भने सदस्य, समय सकियो। सकेँ म के प्रस्ताव गर्छु भने कर्मचारीलाई बरु एक तह बढुवा दिएर माननीय मन्त्री योगेश भट्टराईको पालामा पनि यो विधेयक माथि बढेको थियो, मेरो पालामा पनि बढेको थियो, प्रेमालेको पालामा त यहाँ सकेरै फर्केको थियो। यो सकारात्मक कुरा हो। अलिकति हाम्रो देशमा कथित राष्ट्रवादको भूत छ। यो कथित राष्ट्रवादको भूत अलिकति मुर्जिएछ जस्तो मलाई लागेको छ। यो विधेयक आउने बित्तिकै अन्तर्राष्ट्रिय दबाब छ भनेर यहाँ एक थरी मान्छेहरू माफियाहरूले त्यो कुरा बोकेर हिँड्थे अनि सरकार पछि हट्थ्यो। तर मुख्य कुरा चाहिँ सुरक्षाको कुरा नै प्रमुख हो, प्रमुख सुरक्षा हुनुपर्छ। विश्वमा दुवै मोडालिटी प्रचलित छ र स्थापित पनि छ सभामुख महोदय। तर नेपालमा लामो अभ्यासबाट प्राप्त अनुभवले दुईवटामा जानुपर्छ भन्ने कुरा स्पष्ट भएको छ र आज यो संसदमा छलफलको चरणमा हामी छौँ। हवाई क्षेत्र विकास नभएको, चौपट्टै नभएको हवाई क्षेत्र विकास यस्तो भाष्य हुँदैछ यहाँ छलफल गर्दै जाँदा। अरू चाहिँ देशको समग्र पक्षी विकास भएर कहाँ हो कहाँ रेलको गतिमा पुगेको यो होइन, समग्र देशको विकासको यो चित्र हो। हवाई क्षेत्रमा जसरी प्रदर्शित भइराखेको छ यसलाई हामीले देशको चित्र हो भनेर बुझ्नुपर्छ। कालो सूचीमा परेको दुर्घटनाको कारणले मात्रै होइन, मलाई लाग्छ हाम्रो देशको भूराजनीतिको कारणले पनि कालो सूचीमा देश गएको छ। जापान जस्तो देश हाम्रो जहाज जान्छ, तर अरू देशले प्रतिबन्ध लाउनुको पछाडि देशको कूटनीति कमजोर छ। देशको कूटनीतिलाई प्रभावकारी ढङ्गले बलियो बनाउनुपर्छ भन्ने मलाई लाग्छ। सुरक्षा कारणले मात्र होइन, दुर्घटना यहाँ भ्रष्टाचार पनि जोडिएको छ। आकाशमा उड्दै गरेको जहाजको चक्का आकाशमै हराएको समाचारहरू सुनिन्छ। ढोका लाग्दैन भनेर इन्जिनियरले रिपोर्ट गर्यो भने आजलाई डोरीले बाँधेर लैजा, भोलितिर मिलाउँला भनेर निकायले त्यो अधिकार दिन्छ र दुर्घटनाहरू बढिरहेको छ। 22वटा विमानस्थलहरू आज गौचरणमा परिणत भएको छ। तर यहाँ अरबौँको भवन बनाएर हाम्रा कर्मचारीहरू बस्ने गरेको छ। आज उपसमितिको प्रतिवेदन एउटा छानबिनको आधार बनेको छ। यसलाई दरोसँगले छानबिन गरेर देशमा भ्रष्टाचार गर्ने अपराधीहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ। तर एउटा हास्यास्पद कुरा चाहिँ ठुलो माछाहरूको फोटोहरू भनेर मेरो पनि फोटो राखिएछ पर्यटन मन्त्री भएको नाताले। तर म स्पष्ट यो संसदको रोस्टमबाट भन्न चाहन्छु, पोखराको विमानस्थल पौष महिनाको 17 गते भएको थियो र म चाहिँ माघको 3 गते मात्रै मन्त्री भएको थिएँ। कृपया जसले फोटो राखिदिनु भएको छ त्यो हटाइदिनु हुन अनुरोध पनि गर्दछु। अर्को ठुलो माछा केही कुरा यहाँ आउँछ। यहाँ कस्तो भने देशको आवश्यकताको आधारमा आयोजनाहरू यहाँ सुरुवात हुँदैन। भ्रष्टाचार गर्ने, कसले कति भाग पाउने भन्नेबाट सुरुवात हुँदो रहेछ भन्ने कुरा त्यो मन्त्री भएर मैले धेरै कुरा थाहा पाएँ। र यहाँ आज जसले भ्रष्टाचार गरेर खुवायो ती मान्छेहरू गधा भए, जसले खाए तिनीहरू महापुरुष भएका छन्। त्यसकारणले ती महापुरुष कसरी भए त्यहाँसम्म तपाईँको छानबिनको दायरा बढाएर लगेर सबै दोषीलाई कठघरामा उभाउनुपर्छ भन्ने लाग्छ। हिजै नै सैद्धान्तिक रूपमा म आफूले कुरा राखिसकेको थिएँ, तर पनि आज फेरि यही विधेयकमाथि नै छलफल भएको हुनाले यति कुरा भन्नु मैले बाध्य भएँ। अहिले निजगढ विमानस्थलको चर्चा अलिक हराएको छ, कहिले आउँछ कहिले जान्छ, यस्तै छ आउने जाने। निजगढ विमानस्थल बनाउनुपर्छ। नेपालको काठमाडौँ विमानस्थलले धान्दैन केही वर्षपछि। अरबौँ तपाईँको लगानी भएर फास्ट ट्र्याक पनि त्यही एयरपोर्टको निम्ति बनेको छ। तर एउटा कुरा मैले थाहा पाएकोमा मैले भन्नै पर्छ, निजगढ एयरपोर्टमा केही प्राविधिक त्रुटिहरू छन्। त्यहाँ हामीले आज कुरा नबुझी बनायौँ भने त्यो फेरि पोखरा जस्तै हुनेवाला छ, त्यो फेरि भैरवा जस्तै हुनेवाला छ। निर्दोष जनताको थाप्लोमाथि फेरि ऋण बस्नेछ। किनभने इन्डियासँगको हवाई सम्झौतामा निजगढ इन्ट्री गर्ने पोइन्टमा 21,000 फिट माथिबाट मात्रै नेपालमा जहाज छिर्ने प्रावधान छ। त्यो निजगढ विमानस्थलमा विमान बस्नुको निम्ति त्यो इन्ट्री पोइन्टमा कमसेकम 1000मा झर्नुपर्छ। भनेपछि भोलि इन्डियाले आफ्नो अडान राख्यो भने, यो प्राविधिक कुरा आज मिलाइएन भने त्यो विमानस्थलमा बस्नुको निम्ति 3 देखि 4 राउन्ड हवाई जहाजले राउन्ड लाउनुपर्छ। एक राउन्डमा 6 लाखभन्दा बढीको इन्धन खान्छ अनि त्यो एयरपोर्ट चल्छ। आजै यस्तो खालको प्राविधिक, यस्तो खालको व्यापारिक, आर्थिक र वातावरणीय अध्ययन राम्रोसँगले नगर्दाखेरि भ्रष्टाचारको निम्ति मात्रै हतारिएर देशको हित विपरीत
जसले आयोजनाहरू हामीले प्रारम्भ गर्छौँ त्यो सर्वथा देशको निम्ति हानिकार भएको छ। त्यस कारणले आजैदेखि यस्तो कुराहरूलाई विहङ्गम र गहिरो ढङ्गले छलफल गरेर आयोजनाहरूलाई अगाडि बढाउनुपर्छ भन्ने पनि कुरा राख्दछु। धन्यवाद।